गुड मर्निङ साथीहो। म चाहिँ घर आएको थिएँ। हिजो पनि मैले लाइभमा भनेको थिएँ। अन्त म चाहिँ अब नुहाइ धुवाइ गर्छु, त्यहाँबाट म हाट बजार जानेछु। यति दामी कलकलाउँदो के भन्छ यो सुन्तला नि त हरियोमा कति दामी देख्छ है। अब यसलाई फुलेर मजाले सुन्तला फलेर खानुपर्छ भन्ने त मिलेन होला। अब चाहिँ म रेडी भइसकेको छु, नुहाइ धुवाइ पनि गरिसकेँ। अब चाहिँ म बजारमा भेट्छु। लुसी बहिनी बाई 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 गरिदिनु छुनालाई। खै छुना बाई बाई भनेको मन दुखाइरहेछ यिनीहरू दुईजना लगेन भनेर। साला छाडाहरू भन्ने बाई बाई खोइ भोलि पर्सि जानु छुनाकोमा छुट्टी भएको बेलामा ल। हुन्छ भन स्कुल जानुपर्छ ल। बाई बाई माथि बस्ने बानी भएछ नि त। अब भोलि पर्सि जानु। म त सामान पुऱ्याएर मात्रै आउँछु। मन्सानाले बाई बाई गर्छ। बाई बाई मन्साना ऊ हो मन्सानाले बाई बाई गर्छ। तिमी त गर्दैन। अब आउँदिन ल म मिठाई लिएर। बाई बाई खोइ बाई बाई गर्नु चाहिँ लागेको है बजार। यता म्याडमलाई चाहिँ भारी बोकाउनु लगेको नि माथि रोडसम्म। सब्जीहरू आजको यहाँ पनि छ अन्डा। आज चाहिँ मेरो बहिनीले यहाँ सब्जी बेच्नु जाँदैछ। यहाँ चाहिँ मलाई भरिया बनाएर हेर्नुहोस्। यहाँ यस्तो बाटोमा हिँड्नुपर्छ। के गर्नु र आइरे घरमा सफा गरेर फेरि बहिनीलाई रिटर्न पुऱ्याइराखेर चाहिँ फेरि घरमा सानाकसिनी गर्नु छ। आज सन्डे सन्डे छ मन्डे भनेको जस्तो भएर भोलि मन्डे आयो। भोलि चाहिँ बेच्नु हुँदैन अल्छी लाग्यो भनेर भन्नु हुँदैन। बेच्नु हुँदैन अल्छी लाग्यो भनेर भन्नु हुँदैन। म चाहिँ बजार आइसकेको छु। सब्जीहरू राखिसकेको छु। अन्डा कुच्चो सिमी मटर यहाँ फुल पनि छ। आजको लागि यतिमै भिडियो एन्ड गर्दैछु। बाई।